सुसमाचार यूहन्नाको पुस्तक 14 को 6 पद यीशुले तिनलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैनौ। येशू ख्रीष्ट बाहेक कोही नै पनि मानिस चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनौ। आजको भर्स हामीले बुझ्नुपर्छ कि आज म यात्रा गर्दैछु त येशू भित्र भएर यात्रा गर्नुपर्छ। आज म हिँड्दैछु त येशू भित्र भएर हिँड्नुपर्छ। बिस्तारै हिँड तर पनि सही हिँड। ढङ्गारङ्गा गुन्डुङ गरेर बङ बुङ लडाएर पुग्नुभन्दा चोट लागेर पुग्नुभन्दा चोट नलागाइकन राम्रोसँग असल तरिकाले पुग्नु चाहिँ असल कुरा हो। हालेलुया भन्छ नि त कतिपय पहिला मलाई कति भन्यो ढङ्गारङ्गा छैन गङ पुग्थ्यो कता कता खुट्टा ठोकिएर पुरा चोट लागिसक्थ्यो। त्यसैले हाम्रो यात्रा चाहिँ चोट नलाग्ने यात्रा, पवित्र यात्रा, स्थिरताको यात्रा, एउटा भनौँ न कष्टमय यात्रा भयो। त्यहाँ चाहिँ टेकेपछि त मान्छेले धक्काले पनि म जन्न हुनुपर्छ क्या, बुझ्नुभयो होइन? हामी यात्रा गर्दा अरूले धक्कादै गर्दा पुगे बरु हाम्रो यात्रा सही भएको छैन। अब गलत टेकेको छ कि सही टेकेको छ थाहै छैन। आफैले हामी राति कसरी हिँड्छौँ? छाम्दै हिँड्छौँ। ओहो यो बाटो मैले पहिला के हुन्थ्यो भन्दै गर्दाखेरि गाउँमा पहिला जमाना त्यस्तो अब लाइट अब झन् कस्तो खालको अब समय थियो, गाउँमा बिजुली पनि थिएन। अब राति पनि हिँड्थ्यो त हो। अब बाटो थाहा हुन्थेन, दिउँसो कता जहिले हिँडिरहेको मान्छे डङडङ कहिले कहिले ठोकिन्थ्यो नि त। किनभने हामीले चाहिँ के भन्नु आफैमाथि भरोसा गरेको कारणले त्यो त्यस्तो हुन्छ। हाम्रो यात्रामा हामीले प्रभु यीशुमाथि विश्वास गऱ्यो भने चाहिँ हामीले निश्चय नै विजय पाउनेछौँ र निश्चय नै त्यो डेस्टिनेसन त्यो स्वर्गमा हामी पुग्नेछौँ। आमेन 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 त भन्दैछौँ तर केही छैन। प्रभुलाई महिमा होस् र खुसी लाग्यो। आजको वचन हाम्रो यात्रा छ। यात्रा गर्दै गर्दाखेरि नथाकौँ, यीशुसँग भएर हिँडौँ, त्यो यात्रा गरौँ। यीशुसँग हिँड्दै गर्दाखेरि यीशुले चाहिँ तपाईँहरू मलाई सहायता गर्नुहुन्छ। अप्ठ्यारोमा आपदमा विपदमा उहाँले हामीलाई मद्दत गर्नुहुन्छ। उहाँले तपाईँ मलाई अनुग्रह गर्नुहुन्छ। आमेन हालेलुया। जसरी अब्राहमलाई परमेश्वरले आशिष दिनु बोलाएको छ, आज हामीलाई पनि त्यो आशिषको मानिस र आशिष दिनु बोलाएको व्यक्ति हौ। हालेलुया। यो सुलेमानी मण्डली चाहिँ आशिष दिन बोलाएको मण्डली हो। आमेन। आशिषको रूपमा निर्माण भएर हरेक मानिसले यो आशिषलाई लिनको लागि आउनुपर्ने मण्डली हुनुपर्छ। आमेन आमेन हालेलुया। प्रभुलाई धन्यवाद। तपाईँहरूलाई परमेश्वरले आशिष दिनुहोस् र आजको वचनलाई यही राख्दै आजको वचन तपाईँले बुझ्नु भएको छ र यीशुमा बाहेक कसैमा जीवन छैन। हालेलुया। सायद हामीले जोसुकै भनौँ जेसो, किनभने पहिला त म कति भन्ने र त्यो धुनचक्रा गाडेको नि अनि हामीले के गर्थ्यौँ माथि डाँडामा बस्यो ढुङ्गा हान्थ्यो अनि आएपछि कुन्नु बुझ्थ्यो। एक दिन त पुरा सिसो घारीमा पऱ्यो, झ्याम्मै एकैचोटि भक्लकै कता गयो कता थाहै छैन। जस्तो यात्रा पनि डरलाग्दो यात्रा पनि छ। हामीले जीवनमा विगतमा डार्कनेस यात्रा अन्धकारको यात्रा पनि गरेको छ, तर अब हामी ज्योतिको यात्रा चाहिँ यीशुसँग गर्दैछौँ र हामी सधैँभरि यीशुसँग गर्नुपर्छ। हालेलुया। आजको वचन यहीँ राख्दै म तपाईँलाई उत्साह